मिनी ब्लग डे 19। आज मन्डे। आज बिहान बिहान पानी परेछ। यो यताको भ्यू। अनि यो चाहिँ बाहिरबाट मेरो देखिने दुकान। अनि दाइको चाहिँ यो फोटोकपी गरिदिएँ अगाडि पछाडि दुइटैको फोटो सहित यो कटतिरको पनि मैले गरिदिएँ। दाइले पैसा दियो, दाइ चाहिँ जानुभयो वडातिर। अनि त्यसपछि बिहान बिहान भयो त्यो बच्चाहरूको टाइम, स्कुल जाने टाइम भयो। अझै बच्चाहरू हुन्थ्यो तर आज चाहिँ 3जना मात्र रहेछ। अझै स्कुल बस, पछि मान्छेको बस। त्यसपछि यहाँ छिमेकीको दाइको चाहिँ घर सम्पन्न कागज निकालिदिए। अनि त्यसपछि चाहिँ एउटा फ्यामिली आयो आफ्नो छोराछोरीको नागरिकता बनाउन। उहाँ चाहिँ अब युके रिटर्न रहेछ। सबै डकुमेन्टहरू यहीँबाट फोटोकपी गरेर फोटो खिचेर जम्मै लैजानु भयो। वही फ्यामिली हो, यही फ्यामिली हो। उहाँहरू चाहिँ निस्किनु भयो र उहाँ अङ्कलहरू पनि हो। त्यसै गरी हाम्रो राजकुमारी दिदी, उहाँको चाहिँ अब बाहिरको लागि प्रोसेसको लागि अब त्यो फ्यामिली फोटो निकालेको। त्यो एम्बेसीमा देखाउनुपर्छ नि त, इमिग्रेसनमा। हो त्यसैको लागि निकालेको फोटो हो। चेक गर्नुपर्छ पुरा फोटो, कुन कुन फोटो हाल्ने कुन फोटो नहाल्ने भनेर। त्यसपछि एउटा अङ्कलको मैले परिचय पत्रको लेमिनेसन गरिदिएँ। अनि एउटा भाइको पसल खुले रहेछ। नयाँ वर्ष खुल्दैन कस्मेटिकको है, एसेसरिजहरूको कहाँनिर सगुन कलेक्सन, रामकृष्ण टोल। सबैजनाले भिजिट गरिदिनु होला। अनि दिदीको मैले फोटो निकालिदिएँ। त्यसपछि अर्को फ्यामिलीको पनि मैले फोटो निकालिदिएँ। अनि उहाँले चाहिँ नाम लेख्नुपर्छ, कसै बिर्सियो कि भनेर, भुलिन्छ कि भनेर। त्यसपछि म ड्राइभिङ सिक्न गएँ। ड्राइभिङ सिक्न गएको त पुरा चिनेको दाइ रहेछ, यहीँ हाम्रो नजिकको दाइ रहेछ, यो गैरापटन बस्ने दाइ। अनि म यतातिर चाहिँ आएँ होइन, कसरी एल गर्नुपर्दो रहेछ, मेन चाहिँ यो हो नि त एल भनेको। अनि त्यसपछि बिफिट भाइको मैले क्युआर निकालिदिएँ। अनि त्यसैपछि एउटा बहिनी आयो, आफ्नो अब इक्जाम छ भनेर नोट्सहरू निकाल्न आयो। अनि नोट्सहरू चाहिँ किताबमा सार्न झ्याउला अरे, अनि यही नोट्सहरू निकालेर पढ्ने रे। अनि त्यसरी राति भइसक्यो त, राति हुने बेलामा चाहिँ एउटा दिदी आउनु फोटो निकाल्नु, म भोलि आउँछु भन्नुभयो। दिदी मैले फोटो खिचिदिएँ र यहाँसम्म हेर्नुभएकोमा हजुरलाई धेरै धन्यवाद। र भोलिको भिडियो हेर्न नबिर्सिनु होला। हस्त बाई, गुड नाइट, सी यू टुमोरो।